आज हो लक्ष्मी पूजाको नेक्स्ट डे र अहिले हामी कुर्ता लगाएर फोटो सुट गर्दैछौँ। म चाहिँ रेडी भएर घरको बाहिरतिर फोटो सुट गर्न लागिसकेको छु। मसँग छ मेरो भाइ, साथमा छन् छिमेकी र उसको भाइ। मलाई चाहिँ मम्मीसँग सानीमाको घर पनि जानु थियो। छिटो छिटो 2-4 फोटो खिचेर अहिले निस्किसकेको छु। फाइनली अहिले चाहिँ सानीमाको घर पुगिसकेको छु। हामी सँगै सँगै चाहिँ हजुरआमा पनि आउनु भएको थियो। एकछिन बस्दै गर्दा मेरो भाइ चाहिँ मसँग आफै चल्न थाल्यो अनि मैले पनि नाकमै हाने। मेरो सानीमाको चाहिँ यो सानो पसल। मम्मी र भाइ चाहिँ मासु चिउरा खानु हुँदैछ। आज मंगलबार पर्नुको कारणले मलाई चाहिँ मिट मसलाहरू खानु हुन्न। म चाहिँ पसलबाट एउटा भुजिया लिए अनि त्यही खाँदैछु। म चाहिँ घर आउँदै गर्दा छिमेकीहरू थारू ड्रेस लगाएर फोटो खिच्दै रहेछ। अब घर छेउमै फोटोग्राफर भएपछि थोरै फोटो भिडियो खिचेर हेल्प त गर्नु पर्यो नि। साइडमा यसो थारूनीहरू राखेर म चाहिँ बीचमा भएर अहिले हिनेको भिडियोहरू बनाउँदैछु। दिवालीको भिडियो बनाएको थिइनँ। मलाई चाहिँ एउटा कन्टेन्ट याद आयो। कन्टेन्टमा चाहिँ म र भाइ थिए। भिडियो चाहिँ सोचेको जस्तो बनेन, त्यही भएर मैले चाहिँ पोस्ट गरिनँ अनि आजको मिनी भ्लग यति नै रहेको छ।